Some Greek philosopher said, "We all swear in our life, not because we want to, but because we have to." And yeah, I do agree with this statement. Why, Ansu? You might ask. Because I wrote it. And also, I swear a lot. And I'm certain that most of you who are watching this video right now also swear on a daily basis. And that's completely fine, since swearing has become an essential part of human emotion. Whether something good happens or something bad, we will swear. And for 5 of you who still don't believe me, what's the first thing that comes out of your mouth after winning a lottery? Fuck yeah! That's right. Hold on. I got another one. Your father went to buy some milk. That's a big problem. He ain't come back soon. I don't know what I'm saying. But you get my point, right? Profanity is not just a word. It's a virtue. And if used correctly, your social standard will increase. Otherwise, you will be boycotted by society. Also, you might be wondering, Nepali भिडियोमा English बोल रहा छ त cool ठान्छ क्या? And you are right, my friend. छोटो मिठो भरपर्दो र हामी सबैको प्यारो हरेक नेपालीले एक दिनमा कमसेकम 2456 चोटि आफ्नो साथी, भाइ, दाइ, बाउले अङ्कललाई र अङ्कलले बाउलाई भनेको हुन्छ। अनि हामी सबैको ग्रुपमा एउटा यस्तो साथी हुन्छ जसको नाम हरि, किशोर, श्याम, घनश्याम जे भए पनि त्यसलाई सबले मुजी भनेर नै बोलाउँछ र साथीभाइसँग ठिकै हुन्छ। तर प्रब्लम कहिले क्रिएट हुन्छ कि जब त्यसको बाउआमाले सुत्दै त्यसलाई मुजी भनेर बोलाउँछ। यार हो, म मान्छु त्यसको अनुहार राम्रो छैन, तर मुजी त नबोलाऊ यार। छोराले दुध ल्याउनु भन्ने न ल। मुजी भनिरहेको छ बाउले, घरमा चोर आयो क्या? सो बी टेयर। नेपालको सबसे रिस्की वर्ड हो यो। अनलाइक मुजी जुन चाहिँ तिमी गरेर लुकाउन सक्छ, यो इट्स लाइक अ बोनर। द मोर यु ट्राई टु हाइड इट, इट वोन्ट। अनि यो अति नै लामो छ। फर रेफरेन्स यो हो लेब्रोन जेम्स, अनि यो हो यो होइन अनि यो हो सिक्ने हाइट हेर दुबईको बराबर सेम। फ्याक्ट चेक गर्ने हो गुगलमा सर्च गर। म्याटर अफ फ्याक्ट गर्न पनि पर्दैन, मै गरिदिन्छु। ई 69 सेम बराबर। अब तिमीहरू सोचिरहला, यार अन्सु त अति नै सानो रहेछस्, एउटा बोर्डसँग आफ्नो हाइट नापिरहेछस्। फर यर काइन्ड इन्फर्मेसन, I'm 5 feet 10 inches. So I'm tall as तर जसले जे भने पनि रेगुलरली युज गर्नेहरूलाई 21 तोपको सलामी छ। म्याटर अफ फ्याक्ट तिनीहरूको फलामको गेडा छ यार। सो बीट हियर। साला तिम्रो साला मेरो साला जेठालालको साला सुन्दरलाल। अन सर्फेस यो कसवर्ड जस्तो लाग्दैन। तिमीहरूको बाउले पनि तिमीलाई म्याथको होमवर्क सिकाउँदाखेरि साला त भनेकै होला। मा ब्याड, तिमीहरूको बाउ त दुध लिनुको लागि गएको थियो। बट अन अ सिरियस नोट, यो धेरै छाडा लाग्दैन अन्टिल तिमीले यसको अगाडि मा थप्छौ। जब तिमीले यसको अगाडि मा थप्छौ, तिम्रो दुनियाँ बदलन्छ। तिम्रो अर्थशास्त्रदेखि लिएर तिम्रो राशिफल सब बदलन्छ। ए हो, मेरो राशिफल चाहिँ के रहेछ आजको? तर यति बुझ कि जो बच्चाले सालाको ठाउँमा मासाला भन्न थाल्छ, त्यो बच्चाले 10 रुपियाँको चोकोफलले लोभ्याउनु मिल्दैन, त्यसलाई एक बट्टा चुरटले लोभ्याउनु पर्छ। दिदी बचाऊ यार, यसले त मलाई बेसमेन्टमा लगिदिन्छ, बचाऊ। क्लासको बच्चाहरूले युज गर्छ यो वर्ड। अनि यदि तिमीले अझसम्म खाते भन्छौ भने ग्रो अप, गेट अ जब, गेट अ लाइफ, ह्याभ अ फ्यामिली। अनि यार मैले स्कुलको यो कुरा चाहिँ बुझ्दिनँ कि
इङ्ग्लिस हिन्दी चाइनिज या अरू कुनै भाषामा गाली दियो भने सरम्यामहरूले केही गर्दैन, तर जब तिमीले खाते मात्र बोल्छौ तिम्रो माथि बाउन्टी हालिदिन्छ। अनि अर्को कुरा यो खातेसँग रिलेटेड कि हरेक स्कुलमा एउटा मोटो बच्चा चाहिँ हुन्छ जुन चाहिँ 3 क्लासमा 4 चोटि फेल भइसकेको हुन्छ, अनि त्यो आफ्नो टिफिन कहिले पनि ल्याउँदैन, तर अर्को टिफिन खोल्न साथ युसेन बोल्ट हुन्छ। हो त्यो बच्चा एकचोटि मेरो टिफिन लुट्नको लागि आएको थियो। सो मैले आफ्नो सेल्फ डिफेन्सको लागि नचल मोटे खाते भनेको थिएँ। जब मैले यो सेन्टेन्स भने सबको सास अड्केको थियो। त्यो मोटे बच्चाको त्यसको त मुटु निस्केर हातमा आएको थियो। अनि तिमीहरू सोच त अब टिचरहरूले के गर्यो होला त्यतिखेर? अफकोर्स 6 लट्ठी दुबैजना हाल्यो। यार त्यसको मुटु हातमा छ, त्यसले मुटु हातमा समातिरहेछ, हल्का यार दया माया देखाएर हस्पिटल त लग्नु छैन, उल्टा पनिसमेन्ट दिइरहेछ यार बेचरालाई। मेरो गेडा छ, तिम्रो गेडा छ, कुकुरको गेडा छ, केटीको त तुरी नै छैन। बट अन अ सिरियस नोट, गेडा कसफोर्ड होइन, यो युनिभर्सको इम्पोर्टेन्ट डिभाइस हो। सोच त यदि हाम्रो गेडा नभएको भए भने के हुन्थ्यो? आज हामी मानव हुँदैन थियो। अनि तिमीहरूले यो भिडियो लेज खाँदै हेरेर आएको हुँदैन थियो। म हेर्न सक्छु तिमीहरूको त्यो डबल चिन र लेजको धुलो स्क्रिनमा खसेको मैले देखिरहेको छु। त्यो क्यामेरानिर हेरे त मेरो जुङ्गा देख्छ होला। सो फर दिस रिजन डिटिए सिन्स DG is these nuts. Got him. Got him. The man, the myth, the legend, and the greatest of all time. I can't describe how well made this word is. जस्तो पनि बनाऊ तिनीहरूलाई पनि 21 तोपको सलामी। यो गाली अरू सब गालीसँग मिल्छ। किनकि यो रन्डी हो। अनि अनलाइक अरू वर्ड जसको भेरिएसनहरू एउटा पनि छैन, यसको भेरिएसन थरीको छ। एउटा पुरै डिक्सनरी बनाउन मिल्छ। प्लस यसको कम्बिनेसनहरू पनि 1 से 1 छ। एन्ड इफ युज करेक्टली कसैको परिवारलाई तहस महस गर्न मिल्छ। सो आई गॉट सागर हियर टु गिभ यु एन एक्जाम्पल। WWE को हल अफ फेम आउनुपर्छ यो कोट। सो it has to go to S tier. It is S tier, man. It is goated of all time. Greatest of all time. Messi or so. So this is the final tier list, and if you agree with this, subscribe, and if you don't subscribe, it's a win-win situation for both of us. And please watch this video. I know it's not a funny one, but please watch it. I just want to see your artworks, and thank you so much.